गाउँमा रमेश नामका एक गरिब किसान बस्थे। उनीसँग थोरै जग्गा थियो जहाँ उनले धान, गहुँ र तरकारी लगाउँथे। कहिले वर्षा नहुँदा त कहिले किराले बाली नष्ट गर्थ्यो, जसले गर्दा उनको परिवार गरिबीमै बाँचिरहेको थियो र छोराछोरीको पढाइमा पनि असर परेको थियो। तर रमेशले कहिल्यै हार मानेनन्। हरेक बिहान सूर्योदय अघि उठेर उनी आफ्नो खेतमा काम गर्थे। खाली समयमा अरूकै खेतमा पनि ज्याला मजदुरी गर्थे। गाउँकै सहकारी संस्थाबाट ऋण लिएर उनले आधुनिक तरिकाले खेती गर्न थाले। उनले सिँचाइका लागि सानो पानीको ट्याङ्की बनाए, साथै मल र बिउमा सुधार गरे। केही वर्षमै उनको बालीको उत्पादन बढ्यो, आम्दानी राम्रो हुन थाल्यो र छोराछोरी राम्रो विद्यालयमा पढ्न थाले। रमेशले अन्य किसानहरूलाई पनि आफूले सिकेका खेतीका नयाँ तरिकाहरू सिकाउन थाले। उनको मेहनत र इमानदारीका कारण रमेश गाउँमा प्रेरणाको स्रोत बने। यो कथाले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, जतिसुकै दुःख, गरिबी वा समस्या किन नहोस्, परिश्रम र आशाले तिनीहरूलाई जित्न सकिन्छ।